हेलो एभ्रिवान हजुर सबैजनालाई वेलकम छ मेरो युट्युब च्यानलमा फेरि पनि होइन। अनि आज चाहिँ मेरो काम के छ भने चाहिँ यहाँ त्यहाँ चाहिँ मेरो फुल छ अनि यतापट्टि मेरो तपाईँले यहाँ फुल देख्न सक्नुहुन्छ होइन। अनि यहाँ चाहिँ पुरै टक्कै लिएको छ नि। अब चाहिँ म तपाईँको फुलहरू सार्नुपर्ने चाहिँ त्यो सार्छु अनि यो चाहिँ भिडियो त्यहाँ राखिराख्छु छु। अनि त्यो बादमा चाहिँ म भिडियो यसमा प्लस गर्छु है। यहाँ चाहिँ आलु चाहिँ यस्तो दामी फुलिरहेको छ, त्यो फोकस गर्दैन रहेछ। अनि म यहाँ राख्छु, यहाँ राखेपछि म तपाईँलाई देखाउने छु मेरो टक्कै खाँदा यहाँ मेरो फुलहरू हेर्नुहोस्। यहाँ छ यहाँनिर मौरी, हेर्नु न यहाँ मौरीले यसरी चुम्लेर खाइरहेको छ। मौरीले रस खाएको हेर्नु न। सबैतिर वरिपरि गरेर खाँदो रहेछ। यहाँ यस्तो बेसी मौरी आउँछ। अहिले चाहिँ बिहान 12 बजी नि त 12 बज्न आँट्यो। मौरी एकदमै ज्यादा आउँछ अहिले चाहिँ। यस्तो छ। अनि मेरो चाहिँ योपट्टिको सबै फुल सबै यता सार्नुपर्ने हो। म चाहिँ त्यहाँ राख्छु स्ट्यान्ड, किनभने यहाँ राख्छु। त्यसपछि चाहिँ सबै योहरू सबै सार्नेछु। यो सबै के दामी फुल्दो रहेछ, फुल्दैछ नि त। अनि सबै सार्नुपर्ने छ। यहाँ चाहिँ अब भोलिपछि यहाँ उयो गर्छ नि त, ढल्लाइ गर्छ। त्यही भएर के भएर मैले हिजो पानी त लगाएको थिएँ त हौ, ला पानी सुकेछ यसमा त। यहाँनिर नै त्यो भएछ, बेसी फुल रोप्दाखेरि चाहिँ याद नहुँदैन। अन्त यस्तो बिजोक फुलको बिजोक भएछ। यसमा चाहिँ पानी लगाइराख्छु म, पानी यहाँ राखेर थापिदिइराख्छु। पानी खानु चाहिँ यस्तो छ है, जहाँ पानी आउँछ सानो मात्रै खोलिदिइराख्छु।
मैले चाहिँ यहाँ फुल राख्दैछु नि त देख्दो रहेछ नि देख्दैन भने चाहिँ म ट्राई गरेको त्यस्तो पर राखेको छु नि त अनि बोल्नु पनि मिल्दैन होला फाल्टु मसँग लगाएर हाल्छु म चाहिँ अहिले चाहिँ मैले यति सारिसकेँ नि त अब यो सबै त्यहाँ राख्नु पनि म के गर्नु हुँदैछ मलाई चाहिँ त्यो अब किन गरेको भने त्योबाट भुइँ पनि यस्तो ढल्लाइ गर्छ नि त अनि म चाहिँ के गरौँ भएर यहाँ हेर्नु न फोन पनि अगाडि राख्छु त्यहीमा राख्नु पर्यो साथीहरू अब चाहिँ म ओके साथीहरू अब चाहिँ म यो फुलहरू यहीँ माथि राख्छु पानी चाहिँ आउँछ जस्तो गर्दैछ पानी आयो भने चाहिँ बिचोकै हुन्छ होइन मेरो प्रेमुलाहरू चाहिँ राख्ने ठाउँ छैन अब यस्तो मिठो गराउँछ चाहिँ अनि यो माथि राख्छु अब त्यसमाथि नै किनभने त्यो पाउनु पर्छ नि त त्यही भएर ल मैले चाहिँ अहिले चाहिँ यसरी राख्दिसकेको छु चाहिँ माथिबाट चाहिँ यस्तो देख्छ त्यति साह्रो छैन अनि यहाँको पनि राख्नुपर्ने थियो यहाँको पनि अब राख्दिनँ म एउटा चाहिँ यहाँ अघिको पानी हालिरहेको छ योहरू पनि राख्नुपर्ने थियो अब योहरू चाहिँ नराखौँ होला है यहाँ सबै राख्नुपर्ने छ मिल्दैन राख्न अब ठाउँै छैन त्यही भएर हेर्नु न यो चाहिँ मेरो फुल्नु आँटेन